उनीहरूले चाहिँ खेत लगाउँथ्यो अनि त्यो पछाडि त्यही खेत लगाउने क्रममा हाम्रो घर नजिकै खेत लगाउने हुनाले चाहिँ उहाँ उसँग भेट भएको थियो। विवाहले गर्दाखेरि इन्टरकास्ट विवाह हुँदा भयो गर्दाखेरि यहाँको म दिदीको घरमा गएर बसेको। उहाँ पनि मेरो माइतीले चाहिँ गएर खोज्न खोज्नुभयो तर सक्नु भएन अनि त्यहाँदेखि नै हामी यता आएको। बाइचान्स इन्टरकास्ट म्यारेज भइहाल्यो भने कम्युनिटीबाट चाहिँ बहिष्कार गर्ने चलन पनि छ अहिले पनि। हुनुपर्ने हो जुन सम्मान हुनुपर्ने हो समुदायमा बराबरीताको त्यो चाहिँ छैन अहिले पनि। अब वाइफलाई चाहिँ अब उसको घर परिवारबाट पनि स्वीकार गरेका थिएनन्। उसको घर परिवारले पनि गाली गरिरहेको थियो, मेरो छोरी नै होइन भनिरहेको थियो। हाम्रो संस्थाले चाहिँ विशेष गरेर दलित अहिले युथहरूको मेजर समस्या भनेको बेरोजगारी नै हो होइन। अब यहाँ चाहिँ आर्थिक उपार्जन हुने खालको क्रियाकलापहरू एकदमै कम छ। त्यहाँखेरि पनि यहाँको युथहरूले गर्न चाहिँ खोजिरहेको छन्। मार्केटको प्रब्लमले गर्दाखेरि फेरि त्यो तिनीहरू चाहिँ ब्याक हुन्छन् के। लिँदै गर्दा चाहिँ मैले चाहिँ मलाई चाहिँ पहिला चाहिँ केही थाहा थिएन अनि त्यसरी मलाई चाहिँ यो केराको मैले यो हाम्रो यो परियोजनाबाट चाहिँ मैले तालिममा 1 महिनाको तालिम पाएँ अनि उहाँहरूको साथ सपोर्ट पनि धेरै पायौँ। उहाँहरूले चाहिँ हामीलाई 1 महिना तालिममा चाहिँ हामीलाई पाइप अनि टङ्कीहरू स्प्रे टङ्कीहरू दिनुभएको थियो अनि हामीलाई यो अनुदान यो बोट केराको बोट पनि दिनुभयो। उहाँले चाहिँ धेरै गर्नुभएको सपोर्ट गर्नुभएको छ। गरिरहेका छौँ हामीले ट्रेनिङ दियौँ। ट्रेनिङ पछि चाहिँ हामीले फेरि सामग्रीहरू सहयोग गरेर अन्य भोकेसनल स्किल लिएका सहभागीहरू कोअर्डिनेसन गर्ने उहाँहरूको लिङ्क गरिदिने फाइनेन्सियल इन्स्टिट्युट्सहरूसँग चाहिँ उहाँहरूको लिगल डकुमेन्टहरू तयार गरेर उहाँ लोनको लागि चाहिँ हामी यो चाहिँ हाम्रो चाहिँ लगाएको यो 18 महिनापछि। अब अहिले चाहिँ आम्दानी 18 महिनापछि नै हो। 14 महिनाको लगानी चाहिँ टोटल्ली अब 2 लाखसम्म को वर्षदेखि अर्को वर्ष चाहिँ थप्नु पर्ला भन्ने सोचिरहेको छु। अहिले नै त्यही पैसाले नै यसमा समुदायको न्यायको लागि चाहिँ र उनीहरूको इन्कम अथवा इकोनोमिक इम्पावरमेन्टको लागि चाहिँ काम गर्छ। यसको व्यवसाय चाहिँ अझ अलि अगाडि बढाउन चाहन्छौँ। जति बिक्री गर्छौँ बजारमा लगेर जति बिक्री गर्न सक्छौँ त्यो चाहिँ बिक्री गरिसकेपछि जति चाहिँ हाम्रो चाहिँ यहाँ रहन्छ अनि त्यो केराबाट चाहिँ अब अरू केही गर्न सकेपछि चिप्सहरू जस्तै अनि जुसहरू अनि बनाउन सकेपछि अझै राम्रो हुन्थ्यो कि भन्ने। किनभनेपछि म चाहिँ के प्लान गरिरहेको छु भनेपछि अझै यही नै एउटा घर बनाएर चाहिँ यही नजिकै बस्न पाएँ भने चाहिँ अझै पनि मैले पनि अझै यसलाई अलि अगाडि बढाउन सक्थेँ कि भन्ने लाग्छ। आवश्यकता छ। अझ पनि धेरै काम गर्न बाँकी नै छ। चाहिँ होल कम्युनिटी नै पहिलाको भन्दा एकदमै चेन्ज भएको होइन। अझै धेरै युथहरू छ यहाँ, उनीहरूलाई पनि हामीले चाहिँ इम्पावर गर्न बाँकी नै छ।